वेलकम टू माई न्यू मेरो ब्लग। तपाईँलाई मेरो ब्लगमा धेरै धेरै स्वागत छ। र आज चाहिँ म आफ्नै गाउँघरको मेरो गाउँको ब्लगहरूलाई देखाउन गइरहेको छु। विशेष गरी मेरो खेतको ब्लग तपाईँलाई देखाउन गइरहेको छु। हेरिदिनु होला, मन परे लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला। सेयर गर्दै म केही पनि हुनेवाला छैन, पैसा लाग्नेवाला छैन, मलाई साथ सपोर्ट मिल्नेछ तपाईँको सेयरले। र अरू भिडियो बनाउन पनि मलाई हौसला मिल्नेछ भन्दै मेरो खेत देखाउन गइरहेको छु। यो चाहिँ मेरो खेत यहाँदेखि सर्लक्क पार्लापट्टि त्यो वहाँसम्म हो यो मेरो खेत। धेरै लगभग महिनापछि मेरो खेततिर आउने मैले जमर्को गरेको छु, किनकि आफ्नो कामको व्यस्तताले गर्दाखेरि मेरो आफ्नो खेततिर आउन पाएको थिएन। चाहिँ मेरो खेततिर यो चाहिँ मेरो रमणीय गाउँ सर्लक्क यता छ। योभन्दा उतापट्टि पनि गाउँ रहेको छ। चाहिँ मेरो गाउँ यो कस्तो छ हेर्नु होला। मेरो गाउँमा चाहिँ लास्टै रमाइलो हुन्छ, अहिले त हुँदैन। आजभोलि त सबै केटाहरू अब आफ्नो काम धन्दा वा आफ्नो व्यापार बिजनेस या वैदेशिक रोजगार या अनि आफ्नो स्वदेशी रोजगारतिर गइसक्नु भएको छ। मेरो साथीहरू तिहारको बेला अनि यता हाम्रो यता खेत लगाउने रोपाइको बेला चाहिँ टन्नै साथीहरू आउनुहुन्छ। त्यतिखेर चाहिँ रमाइलो हुन्छ हाम्रो गाउँतिर। बल खेल्ने, भलिबल खेल्ने, फुटबल खेल्नेहरू हुन्छ। छुट्टै कोही ब्याडमिन्टन पनि लिएर गइरहेको हुन्छन् हाम्रो ग्राउन्डतिर, मैदानतिर। मौसम चाहिँ राम्रो छ। मेरो गाउँको नाम चाहिँ 12 बर्दिया नगरपालिका वडा नम्बर 9 ढकैला बर्दिया रहेको छ मेरो गाउँको नाउँ है। विद्युतको यातायातको खासै सुविधा त छैन, त्यति दुःखद पनि छैन। विद्युत चाहिँ छ, सञ्चारको पनि त्यस्तो सुविधा छ। र यातायातको चाहिँ अलि बेसुविधा छ मेरो गाउँमा, किनकि यो पुरै भावरतिर पर्छ। पुरै भावर भन्दा पनि मध्यवर्ती क्षेत्रमा भित्रमा पर्दछ। यो हाम्रो पारि हिमाल र जङ्गल देखिएको चाहिँ हाम्रो बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ। अलि यहाँ बाघ भालुहरू अनि यहाँ बँदेउलीले अलिकति सताउने गर्छ किसानी मान्छेहरूलाई। मेरो ठुलोमम्मी त्यहाँ बस्नुभएको छ, खेतमा काम गरिरहनु भएको छ। यो पोलदेखि अझै माथिसम्म मेरो खेत रहेको छ। यो चाहिँ यो भाग सर्लक्क माथिसम्म खेत रहेको छ। म चाहिँ आज यसो घरतिर पाहुना पनि आउनु भएको थियो, मेरो सासूआमा यसो मासु लिएर आउनुहोस् त भन्नुभएको थियो। त्यही भएर म चाहिँ हिँडेको, यसो हिँड्दा आफ्नो खेत पनि हेरिहालौँ भनेर, खेत पनि हेरिहालौँ न प्लस भिडियो पनि बनाइदिउँ न त भनेर भिडियो बनाउन सुरु गरेको मैले चाहिँ। यो सर्लक्क माथि त्यो पोलदेखि हल्का मुनिको गरासम्म हाम्रो खेत है गाइज। भिडियो पनि बनिरहनु होला। म चाहिँ अहिले पछि मेन हाइवेबाट फर्किने भिडियो बनाउँछु है गाइज। हाम्रो त अब तोरी फलेको छ झकमक्क, हाय हाय साह्रै राम्रो देखेको तोरीहरू है गाइज। खेत सर्लक्क तान्दियो त। ल अरू भिडियो चाहिँ पछि बनाउनु छ है गाइजमा। तोरीहरू फुलिसकेको छ, खेतमा पानी सार्ने काम पनि भइसकेको रहेछ। यो पानी चाहिँ मेरो अर्धाङ्गिनी, मेरो श्रीमती, मेरो बुढीले चाहिसकेको रहेछ अस्ति म नआउनुभन्दा पहिल्यै। अनि म पानी सारिसकेपछि यो गहुँ त धेरै बाक्लो पो खाएर रहेछ त, होला नि त पछि फल्दैन होला। तोरीहरू चाहिँ बब्बाल फलेर चाहिँ क्या बबाल देखियो त, क्या किसिमै देखियो नि। तोरी राम्रो हो कि मेरो आँखा राम्रो हो, ल्याउन त। वाउ, आजलाई भिडियो यति नै। भिडियो कस्तो छ सेयर सब्सक्राइब गरिदिनु होला। चाहिँ फेरि मैले दोहोऱ्याउन चाहेँ, यो चाहिँ हाम्रो भादाटोल भन्छ हाम्रो गाउँ। मैले जुम गरेर देखाउन चाहेँ। भादाटोल, मेटोल चाहिँ त्यहाँ तल्लो सेतो प्यान्ट देखो घरभन्दा यतापट्टि चाहिँ मेरो घर छ। यहाँ यहाँनिर चाहिँ ल त्यही हो।
ल बाई बाई भिडियोहरू बनाउँदै गरौँ ल अहिले चाहिँ बाई बाई